कति धेरै रगत पसिना बगाएर लगाएको खेतीबाली बाँदरले हेर्नुस् त नष्टै बनाइदिएछ। त्यही नष्ट बनाएको खेतीबाली मान्छेलाई नभए पनि डिया वस्तुलाई खुवाउनको लागि हुन्छ भनेर म चाहिँ डोको नाम्लो बोकेर लिनको लागि लागे। मकैबारीमा गएर हेरेको कुनै मकैमा खोइला मात्रै थियो भने कुनैमा भुत्ला मात्रै। के साह्रो विनाश गरेको यो बाँदरले पनि। अब यही हेरेर भए पनि चित्त बुझाउनु पर्यो। धन्न खोइला र भुत्ला चाहिँ खाइदिएको रहेनछ। अब सुन्तलीलाई ब्रेकफास्ट भइहाल्छ यति भएपछि। बाँदरले नष्ट बनाएका सबै मकैका भुत्लाहरूलाई चाहिँ मैले डोकोमा हालेँ। त्यसपछि चाहिँ यता केरा चेक गर्न जान लागे, यता पनि नष्ट गरेको छ कि नै भनेर। धन्न केरामा चाहिँ हात हालेको रहेनछ। मैले यो टेक्निक अप्नाएर, नत्र भने त यताको बाँदरले त पुरा काँचो केरा पनि राख्दैनन्। हाम्रो त खतरनाक छन् हाम्रोतिरको बाँदर त। अब बाँदरको मुखबाट बचेको केरालाई सजाएर राख्ने कुरो त भएन नि भनेर टुप्पोबाट घरीलाई काटेर घराप्पै गाँतमा राखे। केराको घरी चाहिँ गरुङ्गै थियो, किन भन्दा यस्तो मजाले छिप्पिएको रहेछ, पाक्न पनि लागेको रहेछ। त्यसलाई डोकोमा हालेर बोकेर म चाहिँ घरतर्फ लागे। घरमा केरा लिएर आएर खापा छुट्याउन लागे। खापा छुट्याउँदै थिएँ, यहाँ त अचम्मको कुरा देखेँ कि केरामा पनि दुईटा जुम्लिया रहेछ। यस्तो जुम्लिया भएको केरा खायो भने चाहिँ बच्चा बच्चीहरू पनि जुम्लिया पाउँछ भन्ने चाहिँ हाम्रो गाउँघरतिरको चलन छ। हजुरहरूको छ कि छैन यसो कमेन्ट गर्नु है। केराको खापा छुट्याइसकेपछि चाहिँ अहिले बाँदरले नष्ट बनाएको मकैको भुत्ला चाहिँ सुन्तलीलाई लगेर दिए। हजुरहरूलाई भिडियो मन पर्यो भने चाहिँ फलो गर्नु होला। थ्याङ्क्स फर वाचिङ, बाई।